नमस्कार। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टी मतलब रासोपाको स्थापना किन भयो भन्ने बारे एउटा लेखमा केन्द्रित हुँदैछौँ। लेखको शीर्षक छ रासोपा, उद्देश्य र आवश्यकता। यसले पार्टी स्थापनाको भित्री कारणहरू खोतल्ने प्रयास गरेको देखिन्छ। यसमा अलिक गहिरिएर हेरौँ है त। सामान्यतया के हुन्छ भने नि, जब पुराना पार्टीहरूप्रति मान्छे वाक्क हुन्छन्, तब नयाँ केही खोज्न थाल्छन्। यो स्रोतले पनि त्यतै सङ्केत गरेको जस्तो छ, होइन त? एकदम। स्रोतले केमा जोड दिएको छ भने यो खालि अर्को एउटा पार्टी आयो भन्ने मात्रै कुरा होइन। यो त वर्षौंदेखिको त्यो जनअसन्तुष्टि थियो नि, अनि परिवर्तनको चाहना, त्यसैको एउटा अभिव्यक्ति हो भनेर भन्छ। खास गरी पुराना दलहरूको त्यो कार्यशैली अनि पारदर्शिताको कमी भयो भन्ने गुनासो, जनताको अपेक्षा पूरा नभएको जस्तो जुन अवस्था थियो नि, त्यसले नै नयाँ शक्ति आउनलाई सजिलो बनाइदियो भन्ने विश्लेषण छ स्रोतको। त्यसो भए स्रोतले रासपपा स्थापना हुनुका मुख्य उद्देश्यहरू चाहिँ के हुन् भनेर किटान गरेको छ त? पहिलो बुँदा त निकै आधारभूत लाग्यो, स्वतन्त्र र पारदर्शी राजनीतिक अभ्यास। यसले सायद पुराना दलहरूमा जुन अपारदर्शिताको कुरा उठ्छ नि, जस्तो नीति बनाउँदा होस् वा पैसाको कुरा, त्यतैतिर सङ्केत गर्न खोजेको होला। हो, स्रोतले सङ्केत गरे अनुसार त्यस्तै देखिन्छ। पारदर्शिता भन्नाले खालि पैसाको मात्रै होइन कि पार्टी कसरी चल्छ, उम्मेद्वार कसरी छानियो, अनि सरकारले निर्णय गर्दा पनि अलिक खुला होस् भन्ने उद्देश्य राखेको भनेर उल्लेख गर्छ। अनि दोस्रो महत्त्वपूर्ण उद्देश्य जुन स्रोतले निकै जोड दिएको छ त्यो हो नयाँ पुस्ता, खास गरी युवाहरूलाई राजनीतिमा सक्रिय रूपमा ल्याउने। यो खालि नारा मात्रै होइन रे। स्रोतका अनुसार युवाहरूको विचार, उनीहरूको ऊर्जालाई नीति बनाउने ठाउँमा कसरी जोड्ने भन्ने बारे पार्टीसँग केही योजनाहरू पनि छन् जस्तो देखिन्छ। यो युवा सहभागिताको कुरा त अलि चाखलाग्दो नै रहेछ। अनि तेस्रो उद्देश्य नि, त्यो चाहिँ कतातिर लक्षित छ? व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठ्ने भन्ने जस्तो केही हो कि? बिल्कुल, तेस्रो उद्देश्य ठ्याक्कै त्यही हो। मतलब व्यक्तिगत फाइदा हेर्ने वा गुटबन्दी गर्ने राजनीति भन्दा माथि उठेर साँच्चीकै जनताको सेवा र देशको हितलाई केन्द्रमा राख्ने। स्रोतले यसलाई चाहिँ पुराना दलहरूमा देखियो भनिने त्यो नातावाद, कृपावाद, आफ्नो मान्छे मात्रै हेर्ने चलन छ नि, त्यसको विरुद्धमा एउटा कदम हो भनेर व्याख्या गरेको छ। अनि चौथो उद्देश्य जुन यी सबैसँगै जोडिएर आउँछ त्यो हो परम्परागत दलहरूको एउटा भरपर्दो विकल्प दिने। जनताले खोजेको जस्तो परिवर्तन दिन सकेनन् भन्ने जुन अनुभूति छ त्यसको बीचमा रासोपाले आफूलाई प्रस्तुत गरेको कुरा स्रोतले बताउँछ। ल, यी त भयो उद्देश्यहरू, तर खासमा यस्तो पार्टीको आवश्यकता नै किन पर्यो त? स्रोतले यसबारे के भन्छ? भ्रष्टाचारको मुद्दा चाहिँ अलि जोडले उठेको जस्तो छ है स्रोतमा। हो, एकदम। भ्रष्टाचार विरुद्ध चाहिँ जिरो टलरेन्स मतलब शून्य सहनशीलता अपनाउने र साँच्चै नै केही गर्ने एउटा राजनीतिक शक्तिको खाँचो थियो भन्ने कुरालाई स्रोतले प्रमुख कारण मानेको छ। देश विकासमा भ्रष्टाचार नै मुख्य बाधा हो भन्ने जुन आम बुझाइ छ नि, त्यसलाई सम्बोधन गर्ने वाचाले पनि यसको आवश्यकता बढाएको देखिन्छ। अनि अर्को महत्त्वपूर्ण आवश्यकता थियो जनतामा जुन राजनीतिक निराशा थियो अनि मान्छेहरू धमाधम बहिरिने क्रम बढेको थियो, त्यसलाई रोक्न एउटा आशा जगाउनु। स्रोत भन्छ लामो समयको त्यो अस्थिरता, बेरोजगारी, सरकारी सेवा कमजोर हुँदा थलिएका नागरिकमा एउटा नयाँ जोश भर्न जरुरी थियो के। अनि त्यो यथास्थिति तोड्ने भन्ने कुरा नि स्रोतले त्यसलाई कसरी व्याख्या गरेको छ? तेस्रो आवश्यकता त्यही हो। मतलब जुन एउटा यथास्थितिवादी टालक्रुले पाराको दीर्घकालीन सोच नभएको राजनीति चलिरहेको थियो नि, त्यसमा एउटा ब्रेक लगाउनु। स्रोतका अनुसार देशलाई अल्झाइरहेका पुराना नीति प्रक्रियाहरूमा सुधार ल्याउन एउटा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने खाँचो थियो। र चौथो, यो पनि उत्तिकै महत्त्वपूर्ण छ, राजनीतिमा जुन फोहोरी खेल र अपराधीकरणको कुरा आउँछ त्यसबाट मुक्त गर्ने प्रयास। स्रोतले यसलाई राजनीतिक शुद्धिकरण जस्तो शब्द प्रयोग गरेको छ। मतलब गैर राजनीतिक पृष्ठभूमिबाट आएका, आफ्नो पेशामा राम्रो गरेका स्वच्छ मान्छेहरूलाई राजनीतिमा ल्याएर एउटा नयाँ मानक बनाउने आवश्यकता। यी सबै उद्देश्य र आवश्यकतालाई एकै ठाउँमा राखेर हेर्दा स्रोतको निचोड के निस्कन्छ त? के यो पनि आखिरमा सत्ताकै लागि मात्रै हो त?
खै स्रोतले चाहिँ त्यस्तो ठ्याक्कै भन्दैन, यसको निचोड अलि फरक छ जस्तो लाग्यो मलाई। स्रोतले रासोपालाई केवल चुनाव लड्ने र सरकार बनाउने एउटा मसिन जस्तो मात्रै हेरेको छैन, बरु यसलाई राष्ट्र निर्माणमा योगदान दिन खोज्ने एउटा सामाजिक राजनीतिक आन्दोलनकै रूपमा स्थापित हुन खोजेको शक्ति भनेर चित्रण गरेको छ। यसको मतलब यसले खालि माथि परिवर्तन खोज्ने भन्दा पनि अलिक गहिरो प्रणालीमै सुधार ल्याउने इच्छा राखेको देखिन्छ भन्ने हो। ल, आजको हाम्रो यो छलफललाई छोटकरीमा भन्नुपर्दा हामीले हेरेको स्रोत अनुसार राष्ट्रपाको उदय भनेको त्यो बेलाको राजनीतिक अवस्था, मान्छेका चाहना र पुराना दलहरूप्रतिको वितृष्णाकै उपज रहेछ। यसले पारदर्शी राजनीति, युवा सहभागिता, निस्वार्थ जनसेवा, भ्रष्टाचार नियन्त्रण अनि राजनीतिक शुद्धिकरण जस्ता मुद्दालाई आफ्नो आधार बनाएर परम्परागत राजनीतिको विकल्प बन्ने एउटा ठूलै आकांक्षा राखेको देखियो। हो, र स्रोतले यसलाई खाली पार्टी नभनेर राष्ट्र निर्माणको आन्दोलन भन्नु पनि आफैमा अर्थपूर्ण छ। अब यहाँनिर एउटा सोच्नुपर्ने कुरा के आउँछ भने स्रोतले भने जस्तो यो आन्दोलनको उद्देश्य व्यवहारमा कतिको सफल भयो भनेर भोलि हामीले हेर्नु पर्दा कुन कुराहरू हेरेर मूल्याङ्कन गर्ने होला त? के ती सूचकहरू पनि यिनैले उठाएका पारदर्शिता, भ्रष्टाचार नियन्त्रण वा युवा सहभागिता जस्ता मुद्दाहरूमै आधारित हुनुपर्छ? यो विचार गर्नुपर्ने विषय हो।